हे रक्सी देउता, हे सेन्तेरेम देउता, हे खट्टु देउता, तिमी पनि अहिले त संसारको सबैभन्दा सर्वश्रेष्ठ भएको छ। नानी बुढी सुतिरहेको ठाउँमा राति हुँदो आएर डाङडाङ र डुङडुङ गर्ने कुटाउने पनि तिमी, नालीमा लगेर कुकुरलाई जस्तो घप्पै सुताउने पनि तिमी, राम्रोसँगले मिलेर बसेको घरको परिवारको जोडीहरू चट्टै छुटाउने पनि तिमी, पेनमा मुताउने पनि तिमी। संसारको सबैभन्दा सर्वश्रेष्ठ भएको छौ। तिमीले गर्दाखेरि कतिजनाले मुटु गुमाए, कतिले फक्सो गुमाए, कतिले आन्द्रा भुँडी गुमाए, कतिले कलेजो गुमाए, कतिले ज्यानै गुमाए, तर पनि तिमीलाई कसैले छोड्नु नसक्ने, नारीको पनि प्रिय, पुरुषको पनि प्रिय भएको छौ। तिमी त सबैको प्रिय भएको छौ। अहिले तिमी मरौदेखिको लिएर जन्मदेखिको लिएर पूजादेखिको लिएर घेवादेखिको लिएर बिहासम्म चल्ने तिमी। तिमी छैन भने मान्छेहरू बिहामा पनि आउनै नखोज्ने, तिमीलाई नै गर्दाखेरि सबैजना बिहामा आउने। तिमी छ भने त तिमी खाएपछि सबैलाई धम्की दिने, संसारै किन्ने धम्की आउने पनि तिमी नै हो। तिमी छैन भने लाटा जस्तो, तिमी खाएपछि संसारको सबैभन्दा बाटा जस्तो बनाउने पनि तिमी। हे सेन्तेरेम देउता, पानी चढाइदे, पानी चढाइदे, पानी चढाइदे। यो छैन भने अहिले दुनियाँमा केही छैन। हे सेन्तेरेम देउता, हे रक्सी देउता, हे लौ परमेश्वर, तिमी त संसारको सबैभन्दा श्रेष्ठ भएको छौ। अहिले हाम्रो गाउँघरलाई स्वात्तै बगाउने पनि तिमी, सबैको घर बिगार्ने पनि तिमी, नारी बिगार्ने पनि तिमी, पुरुष बिगार्ने पनि तिमी, युवा बिगार्ने पनि तिमी, युवती बिगार्ने पनि तिमी, बेच्नेहरूले बिल्डिङ जोडेकै खानेहरूको आफ्नो घर तोडेकै गराउने पनि तिमी। तिमी छैन भने त अहिले संसारको मान्छेहरू जिउनै नसक्ने भइसकेको छ। बरु घरमा आटा चामल सब्जी तरकारी तेल नुन हर्दी मसला केही नहोस् चल्छ, तर तिमीलाई भने चाहिँ दिनमा 3-4 पल्ट सुरुप खानु पाएन भने अहिलेको मान्छेहरू एक भएर मर्ला जस्तो भएको छ। हे सेन्तेरेम देउता, राम्रोसँगले पानी चढाइदे नानी, राम्रोसँगले पानी चढाइदे, राम्रोसँगले मार्ने गर्नुपर्छ। तिमी खाइसकेपछि, तिमी भित्र पसिसकेपछि, एकछिनमा रनफन धन पारेपछि नारी पुरुष केही चिन्नु नसक्ने, गाउँघरका चेलीबेटीहरू पनि चिन्नु नसक्ने, को केटी को केटा केही चिन्नु नसक्ने बनाउने पनि तिमी, बाटोमा सुताउने पनि तिमी, सबै कुरो गराउने पनि तिमी, कुकुरले मुख चटाउने पनि तिमी, घरको हाँडा भाँडा बेचेर रक्सी खानै पर्ने बनाउने पनि तिमी, घरको छानो उडेको थाहा नहुने, बुढी नानी यताउता भएको थाहा नहुने, स्कुल पढाउने खर्च पर्छ के कसो यादै नगरिकन तिमीसँगै मात्रै माया प्रीति गरेर बिहान निक्लेको देखिको रातिसम्म गाउँमा हलङ 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 बनाएर बोलाउने पनि तिमी छ भने त सबैले म तिम्रो काम गरिदिन्छु भनेर अगाडि बढ्ने। अहिले संसारको सबैभन्दा सर्वश्रेष्ठ भएको छ तिमी, रक्सी देउता, तिमी खट्टु देउता, तिमी सेन्तेरेम देउता। बरु सासै जाला जस्तो हुन्छ तर तिमीलाई छोड्नै नसक्ने तिमी, यस्तो सबैभन्दा संसारको सर्वश्रेष्ठ रक्सी देउता भएको छौ। पानी चढाइदे, पानी चढाइदे। यो छ भने सबै कुरो छ। अहिले हाम्रो गाउँघरको सबैजना यसैमा लागेर सललल हाम्रो गाउँघर बगाएको थाहा छैन, अझै एकखेप पानी चढाइदे त नानी। ल तिमीलाई अब अन्डाले पनि पुजिदिनु पर्यो। हे रक्सी देउता, सबैको घरको छोराछोरी बिगार्ने पनि तिमी, आमा बाउले सबैलाई छोराछोरीलाई सिकाउने पनि तिमी, राति हुँदो आएर डाडङ र डुडुङ पारेर घरको छोरा बुहारी नानीहरूलाई चिल्रा बिल बनाउने पनि तिमी, बुढी पनि बिगार्ने तिमी, बुढा पनि बिगार्ने तिमी, सबै गाउँघर बाटोतिर सबैजना हेलालाई भएर आफ्नोको ससुराको दाजुको भाइको केही नचिनिकन बाटोमा हेलाला पक्ला जस्तो बनाएर हिँडाउने पनि तिमी। हे रक्सी देउता, फेरि पानी चढाइदियो, अन्डाले पनि ल। अहिलेको युगको त अमृत बरु मान्छेले पिउन खोज्दैन, तर अमृत भन्दा पनि सर्वश्रेष्ठ भएको छ तिमी सेन्तेरेम देउता। ल परमेश्वर, एकपल्ट फेरि धुप घुमाइदिनु पर्यो। लु पानी चढाइदे। मर्ने बेलामा पनि सास घिटी हुँदा पनि तिमीलाई एक बिर्को खुवाएरै मर्ने भइसकेको छ हाम्रो गाउँको मान्छे। ससुरालीमा पनि तिमीलाई चेपेर गएन भने दसैँमा टिका लगाएर पैसै नदिने भइसकेको छ। तिमीलाई अगाडिपट्टि लगेर देखाइदिएको छ भने त सासू पनि खुसी, ससुरा पनि खुसी भइराख्ने, सासू पनि खाने अनि ससुरा पनि खाने, ज्वाइँ पनि खाने भएकोले गर्दाखेरि ससुरालीमा गति देखाउने बनाउने पनि तिमी, नानीमा सुताउने पनि तिमी, पेनमा मुताउने पनि तिमी, बुढाबुढी मिलेर बसेको छ भने चट्टै छुटाउने पनि तिमी, राति हुँदो बुढी नानीलाई डङ मातेर आएर कुटाउने पनि तिमी। लौ परमेश्वर, पानी चढाइदिन्छु अब तितेपातीहरू गरेर। तिमी हाम्रो संसार बिगार्ने तिमी नै, घर बिगार्ने तिमी नै, गाउँ बगाउने पनि तिमी नै, युवा युवतीदेखिको लिएर बुढापाकाहरू सबै बिगार्ने पनि तिमी। तर तिमी अहिले संसारको सबैभन्दा सर्वश्रेष्ठ। हे रक्सी देउता, यो छैन भने मान्छेहरू बाँच्नु सक्दैन। बरु बुढी नहोस्, नानी नहोस्, घरमा कोही पनि नहोस्, तर तिमी छ भने अहिले सबैजना खुसी हुने। बुढी कुटेर कुदाउँछ माइतमा, बुढासँग छोटानाम गर्छ तिमीले गर्दाखेरि, को दिदी को बहिनी केही चिन्नु नसक्ने। तिमीलाई खाइसकेपछि त अर्काको बुढी पनि आफ्नो जस्तो देख्ने, अर्काको बुढा पनि आफ्नो जस्तो देख्ने, बालबच्चाको भविष्य नसोची तिमीलाई नै खानुपर्ने। लौ परमेश्वर।